हिजो अस्तिसम्म मलाई के लाग्थ्यो भने मसँग त मलाई देखेपछि मान्छेहरू मुन्टो बटारेर हिँड्छन्, कालो नराम्रो मुखभरि डन्डीफोर निस्केको, यस्तासँग के बोल्नु भनेर, यो कालो मान्छेसँग के बोल्नु भनेर मुन्टो बटारेर बाटो काटेर देखे पनि नदेखे जस्तो गरेर हिँड्नु भएको होला भन्ने जस्तो लाग्थ्यो क्या। तर मलाई आज आफैले सोच्दाखेरि यसो विचार गर्दाखेरि होइन रहेछ क्या। मैले कसैलाई नराम्रो गरेको छैन, म नराम्रो छु, अनुहारको नराम्रो छु, मेरो ठाउँमा छ। मैले यसो अनुसन्धान गरेर बुझेको, म नराम्रो, मलाई कालो देखेर मेरो गालाभरि डन्डीफोर आएको देखेर मसँग नबोल्नु भएको होइन रहेछ क्या। उनीहरूको नियतै कालो रहेछ र चाहिँ मसँग नबोल्नु भएको रहेछ क्या। नियतै कालो हुने मान्छेहरू मसँग बोल्दैनन्। इमान्दार भएका इमान्दार मान्छेहरू, व्यवहारिक मान्छेहरू त जो कोही पनि मसँग बोल्नुहुन्छ क्या। यहाँहरू सबैजनालाई सम्मान छ, मलाई केही फरक पर्दैन, म कालो भएर नबोलेर केही फरक पर्दैन। तर नियतै कालो भएका मान्छेहरू मसँग नबोल्दा पनि केही फरक पर्दैन क्या। इट्स ओके। कति मिठो, कति राम्रो कला क्या तपाईँहरूको। ओहो, मलाई पनि नियत खराब, नियत कालो हुने मान्छेसँग बोलेर आफ्नो अमूल्य समय खर्च गर्नु छैन। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ है त।